हामीले राष्ट्रलाई फालेर इमानदार ल्याउनुको निम्ति हामीले उमेर खोजेका सबैले अघि साथी उमेर जति संस्थाको आन्दोलनमा गरेका जनताले फाल्यो मलाई एउटा जनताले पशुपति युएसएआईडीले फाल्यो टङले बोले मैले लगायो र टङले कसले गरिरहेको छ होला इन्डियाको काङ्ग्रेस आइले राज संस्थामा आएर अहिले सबै आएर त्यो बेला राजाको विरोध थिएन, गणतन्त्र थिएन, धर्मनिरपेक्ष थिएन होइन। तपाईँहरूलाई ब्रेनवास जसले बोलाएर त्यहाँ जान्छु पार्टीमा सदस्य पनि ल्याएको छैन। त्यसले गर्दा यो समिति खोल्यो भने कसरी पहिला जुन आन्दोलन कमाउनु नपाएर आन्दोलन गरेका छन्, अहिले मेरो पावरमा आएर चाहिँ यति कमाए होइन। अब यहाँ देशमा राख्ने पैसा नभए लगानी गरेर अब के हो पहिला पनि राजाको